यो चाहिँ लिम्बू जातिको लिम्बू भाषाबाट माग्दे होदेमा भन्छ नेपालीमा गाली श्राप बगाउने कार्यहरू भएको कुराहरू आजको मिति आजको दिनमा यस यो मिवा मैवा तम्बर माई भनौँ पर कन्काई माई यो कोसी यो 5 वटा ढुङ्गा चाहिँ यो खोला अथवा खोलाहरूको प्रतीक हो त्यो खोलाबाट चाहिँ यहाँबाट स्वाट्टै बगेर जाओस् है हाम्रो पुर्खाहरूको जति गाली श्राप माग्यो भन्ने यो चाहिँ प्रत्येक खोल्सा खोल्सी होला होली पानी भएको खोला किनारमा एउटा डङ्केनी भन्ने हुन्छ अरे यहाँ खोलाको जुनसुकै खोला होला होलीतिर त्यो डङ्केनी चाहिँ कस्तो हुँदो रहेछ डङ्केनी भनेको एकदम उसको के अरे दुध लामो अरे मुख ठुलो ओह्रालो जाँदाखेरि यता माथि काँधमा दुध लाउने अरे उकालो जाँदाखेरि हामी जस्तै त्यो डङ्केनीले खेद्दाखेरि हामी उकालो र तेर्छो नगुत्नु अरे ओह्रालो दुगुर्नु अरे त्यो उसको दुध छ्याम्लाङ छ्याम्लाङ गर्दा दुध दुगुर्नु हामीले खेद्नु सक्दैन भन्ने किबन्ती छ त्यसको लासो हो अच्छा हजुर अब अहिले कुरा बुझ्यो यो चाहिँ कोसोङको बनाएको हो यो कुसोङ यो चाहिँ जस्तै कुसोङ भन्ने एउटा के भनेदेखि नयाँ देउता जस्तै नयाँ देउताको प्रतीक अरे कुसोङ यो चाहिँ जाँड खाँदैन यसले अन्डा पनि खाँदैन फुल फ्ल्याटो मात्रै खान्छ यसको अब नयाँ देउता भन्ने छ कुसोङ लिम्बू भाषाबाट कुसोङ भनेको नयाँ यो यसले चाहिँ जाँड पनि खाँदैन अन्डा डिम्बा परेवा कुनै बलि खाँदैन फुल फ्ल्याटो सिन्दुर गाजल मात्रै खान्छ भन्ने यो चाहिँ 7 वटा ढुङ्गा छ 7 वटा अन्डा राखेको छ यो चाहिँ नेपालीमा भन्छ संसारी माई भन्छ संसारमा खेल्ने संसारी माई कसै लुतो माई अरे कसै खाउ खतिरा माई उधो छेड्ने उभो छाड्ने छौरे माई कन्काई माई के माई छदाउने छेराउने टाउको दुख्ने इत्यादि यसले गराउँछ अरे यस्तो मान मर्जे दिएर हामीले फेदाङमा मन्त्रबाट जहाँ ठुल्ठुलो टाउन बजार शहरतिर घुमाइ पठाउनु पर्ने भन्ने हाम्रो किबन्ती मुन्दम छ हजुर यो अन्डा राखेछ किन यही त उसले मेजमान सत्कार गरिएको मेजमान सत्कार गरिएको अब यो चाहिँ ताप्थेङ भन्छ कुइगुदा पनि भन्छ भन्नाले के हो ताप्थेङ भनेको यो जुन उधो उभो तक्सोङबा खौजमा ताम्फुङना सिक्का भनौँ तक्सोङबा खौजमा ताम्फुङना थुङदाङबा अनि सेङ्गबा भन्ने छ यो तपाईँ कुखुराहरू पनि राखेछ नि यसमा कुखुराहरू लाग्छ यसमा त त्यहाँ चाहिँ त्यति नै हो यहाँ लाग्छ लाग्छ भन्नाले त्यो कुन चोराउँछ त्यहाँ कुखुरा नहाल्दा पनि हुन्छ फुल भलाइले मात्रै पनि हुन्छ कुखुरा हाले कुखुरा हुन्छ राँगा हाले राँगा खान्छ कुकुर हाले कुकुर जे पनि खान्छ नहाले पनि हान्छ नहाले पनि हुन्छ पछि नहालौँ भन्ने यो संस्थाको छ उद्देश्य छ त्यो मान्दैन कहिले उहिले हालेको चाहिँ हाल्नुपर्छ नि त्यसो आमा बाबुले किन हाल्यो त्यो एउटा म अब एउटा अरकमा एउटा सिरेको सेना मेना जस्तै सायकीहरू यिनीहरूले चाहिँ यो चाहिँ एकदम ठुलो एकछिन ठुलो पनि मानौँ एकछिन सानो पनि मानौँ किनभनेदेखिले यो अरकमा र सिरे भनेको चाहिँ लिम्बू मुन्दुमबाट चाहिँ नेपालीमा वायुको अर्थ लाग्छ सियामा यहाँ पनि भन्छ त्यस कारणले पहिला नम्बरमा यिनीहरूले बुझाउनु पर्ने
किन अहिले हाम्रो केटाकेटी पनि त रुयो भने त्यसले पहिला भान्सा दिएर मात्रै त बुढाबुढीले खान्छ नि त्यो जस्तो यो सियामा यहाँ यसले पहिला पन्साउनु पर्ने अगाडि नै गर्नु चाहिँ किन होला त्यही त सियामा नानी रुँदाखेरि हामी पहिला भात खाँदैनौँ नि नानीले त पहिला अगाडि पर्छ नि त्यो एउटा कुरो नि देउतामा सबैभन्दा कान्छा भएर किन त्यस्तै त्यही त सबैभन्दा सानो देउता भएको हुनाले सानो देउता भएको हुनाले उसले पहिला नै मन्साउनु पर्ने किनभने रुन्छ कराउँछ चिच्याउँछ हामीले अरूलाई विरोध बाधा गर्छ रुन्नु भन्दा ल मराइ पहिला खाएँ भनेर यसले बाटोमा छेक्न गर्नु पर्ने यो अहिले यो के भइरहेको यो चाहिँ अहिले येबाहरू फङसिङमा गरेको हो जस्तो पनि यागेसिङ फङसिङमा चाहिँ स्टार्टिङ गरेको यसलाई भनिन्छ Tumyang boy jan ke. Hamyang na kaya alu. हुन्छ उनीहरु आफ्ना किसिमले उठ्छन् यहाँ फिल्डमा आएको छ त मैदान पायुङ भन्नु र थापुङ भन्नु एउटै हो शब्द दुई
तेरी 2 भाषा 3 तेरी 3 भाषा बेके बेक ला बेके बेक ला कुसङ देवको स्थलमा हाम्रो पुजारी फेदाङबा लक्ष्मी सेरेङ चोङबाङ मेरो भतिजो हुनुहुन्छ। उहाँबाट यो जुन कुसङ देवबाट हाम्रो सम्पूर्ण लिम्बू मात्र नभएर नेपालमा बस्ने नेपाली वासीहरूलाई चाहिँ रक्षा गरी पाऊँ भनेर उहाँलाई मुन्दुम प्रवचन भनौँ वा लिम्बू भाषाबाट इङ्लादमा सुरु धुपहरू र अनि धुप इत्यादि राखेर sewa kana saro nam sewa kana saro tu kwa bibena ke pansang bibena लिम्बू भाषाबाट फलाक्दै हुनुहुन्छ। अब यसमा नेपाली उर्था गर्नु त अब त्यो समय अलिकति अनुकूल पर्यो होला है। छोटकारीमा रक्षा क्षमा गरी पाऊँ यो नेपालमा बस्ने जनताहरूलाई चाहिँ रक्षा गरी पाऊँ है, योबाट दुःख विराम नहोस् है भन्दै हुनुहुन्छ। लिम्बूको मात्रै नसोच्नु होला, कामी दमै जनजाति सबै आएर सेवा पाउनुहुन्छ। सप्तोक 4 सुर गाडिएको छ र बीचमा कलाशको चिन्ह राखिएको छ र दायाँपट्टि अथवा बायाँपट्टि तल्लोपट्टि एउटा र लिङ्गो र झन्डा एउटा यहाँ चिलाउनेको बिरुवा पनि छ। अनि धूप बालेको छ, ढुङ्गा एउटा प्राकृतिक देवको रूपमा ढुङ्गा पनि राख मिसेकपा वा के आपा भन्ने हाम्रो चलन छ। अब यसले के गर्छ त भन्ने कुरा अघि पनि एकचोटि हो। यसले लिम्बू जातिमा मात्र नभएर नेपालमा बस्ने नेपाली दाजुभाइहरूमा लडाउँछ, पढाउँछ, यस्तो के अरे पानीमा हम फालाउँछ, यस्तो आगोमा हम फालाउँछ भने त्यो कुराबाट जोगिनुको लागि लिम्बू मुन्दुमबाट परम्परादेखि गरिआएको हो। त्यसमा प्रमुख यी 4 जना येबा बिजुवा उभिएको छ। यो 4 जना बिजुवामा प्रमुख चाहिँ औतर बहादुर बिजुवा येबाबाट सम्पूर्ण मुन्दुम नेपालमा बस्ने नेपाली दाजुभाइहरूको कल्याण होस् भन्ने हिसाबले पूजा अनुष्ठान सम्पन्न मुन्दुमबाट गर्दै हुनुहुन्छ। धन्यवाद।
Tôi lính mà một lần cái Người ta sẽ तपाईँले के लगाइराख्नु भएको थियो नि त्यसको नाम बताउनुहुन्छ भने यो हजुर अब यो त हाम्रो त अब असाङ भन्छ के को कुखुरा पखेटा जस्तो छ हाम्रो यो सबै हरेक चिजको छ सबै जनावरको छ यो अलिक जिउमा लाउनु भएको चाहिँ के हो त्यो सर्वको गारा हो यो किन लाउनु भयो होला यो चाहिँ एउटा यसको काम एउटा छ के गर्छ योलाई धेरै भनौँ यो चागित्रलाई यो नराम्रो कुनै बक्सा पाखण्डीलाई यसलाई यस्तो अरू नराम्रोलाई काम गर्छ यसलाई के लाउनु भएको यसलाई अब यो भनेको त अब पेतारी भयो विशेषता के होला त किन लाउनु भयो यसको लागि अब हाम्रो भनौँ भेजी कुम्भेताङमा उत्पोत पर अब यो चाहिँ नलाई नहुने परेर अब यसको बिना चाहिँ अब सोखा मुरिङ लाकमा गर्दा सासी यङतङ लाकमा गर्दा यो बिना चाहिँ हुँदैन भन् अरे अनि यस कारण नै अब भेजी कुम्भेताङमा याको लागि यो लाउनु भएको यसले चाहिँ खेदाउँछ यो बिना चाहिँ नहुने अरे उहिले उत्पोत बाटै आएको यो अब यो एकतिर भए पनि यो आप्लाक ल यो गौरी चाहिँ हुनै पर्ने संस्थामा पहिलादेखि परम्परादेखि आइरहेको हजुर हजुर घर चाहिँ कहाँ म इटारी पऱ्यो हजुर हजुर यो वर्ष पछि हुन्छ हजुर वर्षैपछि आउँदैछौँ अब यहाँ आएर कस्तो लाग्यो राम्रै छ अब अहिले हाम्रो जुम्लुङको यो अब अहिले यहाँ चाहिँ साह्रै राम्रो हुँदैछ हजुर कतिजना हुन्छ हजुर आजको दिन कतिजना हुनुहुन्छ बिजुवा जम्मा अहिले नयाँ सँग त कति थपियो चारजना भयो 7 जना भयो हजुर के को टाउको थियो यो हो होइन अम्बुमा यो लाउनुको कारण चाहिँ यसको लाउनुको अर्थ अब यो भनौँ यसो राति हुँदो हिँड्दाखेरि यसलाई सिरिङहरू भन्छ यसलाई अब धेरै यसलाई काम गर्छ स्प्रे भन्नाले सिरी भन्नाले यो अब कुनै मया सिरीलाई पनि हटाउँछ अनि यो भनौँ म्याङ सिरीलाई पनि यसले काम गर्छ हटाउँछ त्यो कुनै अब मुरी खाने मुटुक खाने कुनै हात खुट्टा कलाउने भन्ने अब एउटा म्याङ सिरी भन्ने चाहिँ अब भनिन्छ हाम्रो बिरालो पनि बाङ्गर अनि म्याङमा मेत्तम खाने यसले काम छ यसले चाहिँ नातु कसले थेक्तो यसले ट्यापै पुत्तको कसले तेरो नि पक्का त्यो भएर त्यो लाउनु भयो हजुर त्यसको लागि आफ्नो जिउको सुरक्षाको लागि हजुर अरू के लाउनुहुन्छ तपाईँहरू यो भन्नुहोस् अहिले छनु त अब हरेक के चाहिँ छ अहिले चाहिँ सामान चाहिँ यति अब यो कारा र सापु कारा र यही आप्लाक मात्रै छ यहाँ अहिले अनि यो असाङमा चाहिँ अब धेरै जनजातिको अब छ चरा चरङ्गीको एउटै चराको होइन थुप्रै किसिमको हुन्छ अब यो चाहिँ भन्छ बेसी राम्रो त अब यो माथि हिमालको सामदाङमा भन्छ अनि यो के अरे अब याक्थुङ भाषाबाट चाहिँ टिक्वा भन्छ टिक्वाको चाहिँ गालिसको अब हुन्छ उच्चार अनि धेरै जीवतको जम्मा खास चाहिँ 9वटाको हुनुपर्छ खास चाहिँ 9वटा जीवतको फेरि अब सामदाङमा खेवाको पनि हुनु पर्यो अनि त्यो टिक्वाको भयो अनि त्यो भनिन्छ यो कोइली चरी भनिन्छ राति कराउने अब त्यो खुकुवामा भन्छ हो त्यसको सबै थोको अब हुन्छ लाउनु अनि त्यस कारणले अनि त्यसको लागि चाहिँ किन भन्दाखेरि अब त्यसको अर्थ चाहिँ अब धेरै भनौँ देवदेवताको पनि अब थुप्रैको नाम हुन्छ नि त्यसको लागि अर्थ यो चाहिने अर्थमा देवतालाई गर्दाखेरि पुकार्दाखेरि त्यसको चिज पनि फुकारेर अब सबै पल पिछा मागेर हामीहरूले उपचार गरिन्छ अब अहिले कार्यक्रम अब यागीसिङमा जानु पर्यो अनि त्यहाँ तङसिङलाई
लगेको छैन अनि नाङमाले लगेको छैन त्यो तङसिङबाट उठाएर अब यहाँ गिसिङमा पुग्नु पर्यो आफ्नै देवदेवतालाई पुकार्नु पर्यो र अनि त्यो तङसिङलाई तुतुम यहाँ तङसिङलाई अब चोलुङमा लानु पर्यो र अनि नाहेन पाकिरहेको छ अनि नाहेन म थालेको अहिले 18 वर्ष भयो 18 वर्ष भयो पहिला म इन्डिया बसेँ इन्डिया सिक्किम नै जिउनी बित्यो भनौँ यहाँ आएको चाहिँ अहिले 7 वर्ष 8 वर्ष लाग्यो यहाँदेखि उता म त बिजुवा नै गरेँ इन्डियामा पनि सिक्किममा पनि गरेँ माथि केन्टक प्रोग्राममा हाम्रो पञ्चामलिङ सरकारको 3 वर्ष केन्टक प्रोग्राममा नाचिदिउँ अनि त्यहाँबाट चाहिँ म यहाँ आएको इटारी आएको चाहिँ अहिले 8 वर्ष मात्रै हुँदैछ अहिले यही छ हजुर अब यही मात्रै अब एक दिन बस्नु दिँदैन अब बस्नु दिने घरि धरान पुग्नु पर्यो घरि अब यहाँ पुग्नु पर्यो अब इटारी त सबैभन्दा भयो अनि घरि काठमाडौँ पुग्नु पर्यो